स्वादका पारखीहरूलाई स्वागत छ। नमस्कार, म विष्णु अचार बाई पौरखीबाट। आज चाहिँ म तपाईँहरूलाई हाम्रो चिकन अचार कसरी बन्छ भन्ने कुरा देखाउन गइरहेको छु ल। सुरुमा चाहिँ हामीले चिकन फ्रेस हाउसबाट ल्याएपछि घरमा ल्याएर राम्रो तरिकाले सफा गरेर आफैले घरमा यसरी काट्छौँ होइन। सानो सानो पिस आफूले एउटै साइजमा जस्तो मन लाग्यो त्यस्तै बनाउन सकिन्छ नि त। त्यस पछाडि त्यस चिकनलाई नुन, तेल, बेसार राखेर हामी राम्रोसँगले मोल्छौँ। यहाँ चाहिँ मैले भिडियो खिच्दाखेरि तेल हालेको चाहिँ छुटाएछु, नुन र बेसार मात्रै राखेको भिडियो छ। तपाईँहरूले चाहिँ यसमा तेल पनि एड गर्न सक्नुहुन्छ होइन। त्यसमा कति राख्ने भन्ने कुरा चाहिँ अब तपाईँले अलिकति अड्कल्नु पर्ने हुन्छ। आफ्नो मासुको क्वान्टिटी कति छ त्यही अनुसारले नुन, बेसार, तेल राखिदिन सक्नुहुन्छ। यदि तपाईँहरूलाई अर्को भिडियो चाहिन्छ भने पनि प्लिज कमेन्ट गर्नुहोस् ल। म कति केजीमा कति ग्राम हाल्ने भन्ने कुरा पनि भिडियो बनाउने छु होइन। यहाँ चाहिँ मलाई अलिअलि बानी परिसकेको भएको भएर म आफ्नै तरिकाले यति लाग्छ भन्ने अन्दाज गरेर नुन, तेल, बेसार चाहिँ राख्दैछु र त्यस पछाडि नुन, तेल, बेसार राखेपछि यसलाई मजाले तपाईँहरूले मोल्दिनु पर्ने हुन्छ होइन। अब जति राम्रो तरिकाले मोलो त्यति राम्रो भएर मासुमा सबै नुन, तेल, बेसार राखेर पछि खाँदा पनि एकदम टेस्टी हुन्छ नि त होइन। त्यो भएको भएर तपाईँले बिस्तारी समय लगाएरै भए पनि यसलाई चाहिँ राम्रो तरिकाले मोल्दिन सक्नुहुन्छ र 4-5 घन्टा छोडिदिने। त्यसपछि अर्को साइडमा तेल तताइराख्ने र यो तेल तातिसकेपछि तपाईँले त्यस अघि मोलेर राख्नु भएको चिकनलाई अब त्यस तेलमा राखिदिने र राम्रो तरिकाले तपाईँले यसलाई फ्राई गर्ने होइन। भरसक मिडियम के भन्ने ठिक्कको आगो राख्नुभयो भने एकदम राम्रो हुन्छ। धेरै ठुलो राख्दा पनि डढ्ने सम्भावना हुन्छ होइन। त्यसपछि तपाईँले ठिक्कै आगोमा राखेर थोरै अब कति हुन्छ होइन तपाईँले तेल त्यही अनुसारले राखेर राम्रो तरिकाले तपाईँले त्यसलाई फ्राई गरिदिनु पर्ने हुन्छ। हामीले चाहिँ त्यसै नै गर्छौँ। यसो गर्दाखेरि चाहिँ तपाईँको देख्दा पनि राम्रो देखिन्छ र फ्राई भएर निक्लिसक्दाखेरि पनि यस्तो क्रिस्पी, यस्तो मिठो टेस्टी हुन्छ नि त्यो नुन, बेसारहरू सबै लागेको भएर। अनि यसरी तपाईँले फ्राई गरिदिन सक्नुहुन्छ। हेर्नुहोस् त यस्तो राम्रो देखेको छ। त्यस पछाडि अर्को साइडमा तपाईँले चाहिँ अदुवा लसुन मिश्रित मसला बनाउनु पर्ने हुन्छ। यो चाहिँ अलिकति मैले भनिनँ, यो चाहिँ गुप्पे राखेँ होइन। त्यसमा हामीले चाहिँ हाम्रो अघि फ्राई गरेर राखेको चिकनलाई राखिदिन्छौँ र फेरि त्यसलाई एकछिन पकाउँछौँ। हाम्रो चिकन पकाउने तरिका चाहिँ यस्तै नै हुन्छ है। तपाईँहरूलाई कस्तो लाग्दैछ हाम्रो चिकन अचार प्लिज फिडब्याक दिनुहोस् ल। अनि अर्को कुरा हाम्रो च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनुहोस् है।